माइला छोरा अब घरमा छेउमै छ घरमै छ उसले दुख बिमार हुँदा बाबामा हेरचाह गर्ने माइला छोरा छ अब विदेशीहरू त कहाँ छ दुख बिमार हुँदाखेरि छेउ पोस्ट लाने र अब साथीहरू खुवाउने माइला छोरा उसले कमाउनु जानु पाएन मान्छेले 10,000 मलाई मर्दाखेरि कोषमा राख्नु पर्दैन भनेर पठाइदिन्छन् कति अरे 10,000 कोले मान्छेले बेटाले अनि महिलाले चाहिँ सुकुराम किन कमाउने छैन हैन आमा अब विदेश गएको छैन सुदेशमै छ बाख्रा र बस्ती हेर्दै ठिक छ माइला छोराको आमा अनि के गर्नुभएको हो तपाईले चाहिँ के गर्नुभएको अनि कता अनि छोरा छोरी बुहारी सबैजना अनि तपाईँ त्यति साह्रो नि बुढेसकालमा काम गर्नु हुँदो रहेछ त के छ त अनि छोरालाई के छ सन्देश तपाईँको पैसा कमाएर पठाओस् होइन ल मेरो आमा चाहिँ यहाँ खाना पकाउनु हुँदैछ मेरो आमा बुढेसकालमा पनि खाना पकाउनुहुन्छ हाम्रो जेठो र कान्छोले चाहिँ पैसा कति पठाउँछ हो आमा यसो आमाको खर्च कहिले पठाएन गुनासो गर्नुहुन्छ होइन आमा ल भनिदिनु त हाम्रो जेठा र कान्छालाई घर खर्च पठाइदियो भनेर भन्नु न त अनि यसो यहाँ टिकटकबाट के छ त अनि पठाउँछु नि 15,000